स्वागत छ हजुरहरु सबैजनालाई मेरो मिनी ब्लगमा है। हरे कृष्ण एभ्रीवान। आज चाहिँ मेरो तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ हालत खराब भएको है। एमआरटी कार्ड चाहिँ घरमै भुलेर चाहिँ म चाहिँ गएछु हैन। सो त्यो कारणले गर्दा चाहिँ म चाहिँ धन्नाले एमआरटी नजिक घर भएको हुनाले गर्दा चाहिँ फेरि ल्याउनको लागि चाहिँ लिएर चाहिँ आइरहेको छु। यहाँ कुदेको देखिहाल्नु भएको होला तपाईहरुले है। यस्तो खालको बिजोक भयो। अघि साथीलाई पोका पतेरो देखिन चाहिँ म चाहिँ फेरि कुदेर आएर चाहिँ लिएर आएँ। अघि चाहिँ टाइम हुँदा चाहिँ साथीहरु म चाहिँ एकदम साथीलाई पर्खिँदै सेल्फी लिइरहेँ नि त, एक्लै यसरी फोटो खिच्दै हैन बसिरहेँ। बिर्सेर एमआरटी कार्ड छैन भनेर त्यहाँ पुगेर मात्रै मलाई चाहिँ एमआरटी कार्डको याद आयो। फेरि ल्याउन गएँ। अनि अहिले फेरि यहाँ एमआरटीमा हेर्नु सक्नुहुन्छ यस्तो भिड हुन्छ क्या। सन्डे चाहिँ अब के गर्नु, बस्ने जग्गै हुँदैन। यहाँनिर चाहिँ प्राय त्यस्तै हुन्छ नि त। अनि सन्डे चाहिँ प्राय जस्तो त्यस्तो हुन्छ। अब अरू दिनमा त अब हामी हतपत आइ पनि हुँदैन हैन। आयो भने पनि खाली खाली नै देख्नु पाउँछ। अनि यहाँको रुल रेगुलेसन चाहिँ फेरि कस्तो छ भने अब बुजुर्गहरू जो वृद्धहरू हुनुहुन्छ या प्रेग्नेन्सी लेडीहरू हुनुहुन्छ या सानो नानीका आमा बाउहरू हुनुहुन्छ भने चाहिँ छोडेर आफ्नो सिट छोडिदिने यहाँनिर रुल छ हैन। अब कतिजनाले फलो गर्छ कतिजनाले गर्दैन। हामी चाहिँ फलो गर्छौँ प्राय र चाहिँ हामी चाहिँ यसरी झुन्डिनु पर्छ। कन्डिसन खराब भएर चाहिँ म अनि मेरो साथीको हामीहरू चाहिँ अब यहाँनिर बस्ने जग्गा नपाएर चाहिँ झुन्डिरहेको छौँ है। फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ आफ्नो गन्तव्यमा है। यहाँ चाहिँ अब प्रायः जस्तो हामी यहाँ नै आउने गर्छौँ। यहाँनिर नै छ अब सबै कुरो है। अनि यहाँनिर चाहिँ हाम्रो लिटल इन्डिया भन्ने जग्गा छ है। अनि मेरो सखीहरू दुईजना आउँदैछौँ हामी यहाँनिर होइन। अनि यहाँ चाहिँ हाम्रो प्रायः जस्तो मेरो सखीहरू चाहिँ दुईजना माला गर्दै एकदम खुसी हुँदै आउँदैछ। अनि यहाँनिर चाहिँ अब एमआरटी लिटल इन्डिया एमआरटी हो। अनि तपाईँहरू सबैजनालाई थाहै भएको कुरा यहाँनिर चाहिँ अब लिटल इन्डिया प्लस तान्ने जग्गा हो। यहाँ चाहिँ होइन देखिसक्नुहुँदैछ सिक्रेट। यहाँनिर हुन्छ दुनियाँभरको खानीहरू पनि है। अब भन्छ नि अब गुमा जानेलाई गु सुनमा जानेलाई सुन भनेको जस्तो हो यो। खै कतिवटा उखानहरू त म त जान्दिनँ है। अनि आज चाहिँ हाम्रो उयसमा जाने इच्छा थियो नि त, काम थियो नि त यहाँनिर टेलरकोमा जाने। सो त्यो कारणले गर्दा चाहिँ टेलरकोमा गएर चाहिँ हामी आइरहेको छौँ यसरी। अनि अर्को एकजना साथी चाहिँ पैसा बिचराले घरमा सेन्ड गर्नुपर्छ आज मेरो भनेर चाहिँ उहाँले चाहिँ तल घरमा पैसा सेन्ड गर्नु हुँदैछ है। के गर्नु साथीहरू यस्तै छ। यस्तो गरम छ यहाँनिर चाहिँ के भन्नु है। यस्तो धुप छ। हामी चाहिँ गरमले गर्दा त्यही माथि उयो सिग्नल नआएको हेर्नु न, ग्रिन लाइन नआएर उभिएकै भइरहेको हो। हामी चाहिँ आफूहरूलाई चाहिँ कहिले टेम्पलमा गएर चाहिँ श्री महाप्रभु जगन्नाथजीको प्रसादम खानु भनेर हाम्रो चाहिँ मन हुन्छ सेवा गर्नु भनेर है। वाउ फाइनली हेर्नु सक्नुहुन्छ आज त झन् स्पेसियल धेरै स्पेसियल प्रसादम रहेछ है। हामीलाई त थाहा पनि थिएन आज स्पेसलै डे थियो हाम्रो लागि है। दुईटै टेम्पलमा हामी गयौँ, एकदमै स्पेसल पायौँ हामीले सन्डेको दिन चाहिँ है। अनि अब भन्ने गर्छ नि त होइन, अब हामीले आफ्नो शरीरलाई जता लगायौँ त्यता नै हाम्रो शरीर साथसाथै हाम्रो ह्याबिट पनि है, हाम्रो सोच हाम्रो विचार पनि जाने गर्छ। अनि आज चाहिँ हामी चाहिँ यहाँनिर चाहिँ जहिले पनि हाम्रो चाहिँ यही हो। अब एभ्री सन्डे हामी त छुट्टीमा त हाम्रो प्रायः जस्तो टेम्पलमै हुन्छ। यहाँनिर चाहिँ धेरै एकअर्कामा रेस्पेक्ट गर्नु सिकाउँछ क्या। प्रभुजीहरूले हामीलाई कति रेस्पेक्ट गर्नुहुन्छ, हामीले पनि एकअर्कामा रेस्पेक्ट गर्छौँ है। तपाईँहरूले कसरी सपोर्ट मतलब रेस्पेक्ट गर्नुपर्छ भन्ने कुराहरू धेरैवटा सिकहरू सिक्न पाएँ। हजुरहरू सबैजनालाई मेरो रिक्वेस्ट छ, हम्बल रिक्वेस्ट है। हजुरहरूले मेरो भिडियो हेर्नु भएको छ भने है अलिकति देख्नुभयो भने पनि प्लिज लाइक र कमेन्ट अनि सब्सक्राइब गरेर मलाई मेरो हौसला बढाइदिनु होला, ताकि मैले फेरि तपाईँहरूलाई यस्तो यस्तो राम्रो राम्रो भिडियोहरू है लिएर अगाडि आउने छु भन्दै हजुरहरूलाई धेरै धेरै धन्यवाद पनि दिइरहेको छु जसले मेरो भिडियोलाई हेरेर लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहुन्छ। अनि मेरो साथीहरूलाई पनि धेरै धेरै धन्यवाद है। यसरी नै हामी एकअर्कामा